संविधानको टाउको टेकेर असंवैधानिक रूपमा कोही माथि राजनीतिक प्रतिशोधका कारणले चाहिँ पक्राउ पूर्जी जारी गर्नु भनेको यो न राजनीतिक चेतना भएको राजनीतिक चरित्र भएको मान्छे हो, न मानवीय नैतिकता भएको मान्छे हो। त्यही कारणले यो कुराको उत्तर चाहिँ गृहमन्त्री आफैले दिउन्। यो बच्चीलाई सबैभन्दा पहिलो प्राथमिकता चाहिँ यो भिडियो देखाउन जरुरत छ। यो भुइँमा लडेर सुतिराखा एउटा लास छ नि नानी, हो यो तिमी जस्तै हाँस्ने खेल्ने पढ्ने उमेरमा यसरी सुतिराखा छ। यो कसले सुतायो तिमीलाई थाहा छ? कसले सुतायो? अहिले तिमी जुन सडकमा आन्दोलन गर्न आएकी छौ नि नानी, हो यो आन्दोलन तिमीले कसको विपक्षमा गर्न थालेकी छौ थाहा छ? तिमीले सरकारको पक्षमा गरिरहेका छौ, सरकारको विपक्षमा गरेका छौ? त्यो होइन। तिमीले तिमी जस्तै तिम्रो पुस्ताकै तिमी जस्तै भर्खरै तिम्रै उमेरका साना ती भदौ 23 र 24 गते जुन आन्दोलनमा चाहिँ मारिए नि, हो तिनीहरूको विपक्षमा तिमी आन्दोलन गरिरहेका छौ। तिमी जस्तो तिम्रो जेनेरेसनले त सपोर्ट गर्ने हो, अहिले तिमीले विरोध गर्ने होइन। तिमीले चाहिँ अहिले सरकारलाई सक्छौ भने सहयोग गर। तिम्रो तर्फबाट तिमी पनि एउटा पढे लेखेकी चाहिँ भर्खरकी एउटा जोस र जाँगर भएकी भर्खरको उमेर हो तिम्रो समय धेरै छ नानी। त्यसै कारणले तिमीले चाहिँ सकेको सहयोग गर्ने हो सरकारलाई। यसरी आएर चाहिँ अरूको भ्रममा परेर चाहिँ दुनियाँभरि गर्दै हिँड्ने होइन। तिमीमा राजनीति चेतना छैन बाबु, अहिले तिमी सानो बच्चा नै छौ। र अहिले तिमीले केपी शर्मा ओलीलाई चाहिँ असंवैधानिक तरिकाले चाहिँ पक्राउ पूर्जी जारी भयो भन्ने जुन आवाज उठाइराखेकी छौ नि, यदि तिमी हो गलत कुराको चाहिँ विपक्षमा, गलत कुराको चाहिँ पक्षमा तिमी उभिराखेका छौ भनेपछि अनि रवि लामिछानेलाई पक्राउ पूर्जी जारी हुँदा र रवि लामिछानेसँग गरिएको प्रतिशोधमा चाहिँ तिमी कहाँ थियौ? कहाँ तेल हालेर बसिरहेका थियौ? यदि तिमी सचेत नागरिक हुन्थ्यौ भने हो लोकतन्त्रमा बोल्न पाइन्छ, खुलेर विरोध गर्न पाइन्छ, गलत कुरालाई चाहिँ आवाज उठाउन पाइन्छ। त्यो तिम्रो अधिकारभित्र छ, त्यो तिम्रो राइटको कुरा हो। सबैलाई एकनाश तरिकाले हेर न। तिमी त सिधै चाहिँ केपी शर्मा ओलीको चाहिँ झोले बनेर हिँडिरहेका छौ। तिमी केपी ओलीको झोले बनेर चाहिँ हिँड्ने उमेर यो होइन। तिमीले भविष्यमा धेरै गर्नु छ बाबु। त्यसै कारणले गर्दाखेरि चुप लाएर घरमा बस, आमा बाउलाई सघाऊ, पढाइमा ध्यान देऊ, आफ्नो करियर बनाऊ। यो जो गरिरहेका छौ तिमीले बहुत गलत गरिरहेछौ नानी है।